केटाहरू चढ्दैछ दिवस कस्तो छ मजा आउँदैछ दाउ जाँदैछ हो यहाँ एकजना बहिनी भेटेको छु बाटोमा उसँगले ट्रेकिङ गर्दैछु यहाँबाट जानुभयो भने चाहिँ यहाँबाट 5 मिनट 5 मिनट एकदम साथीहरू जाँदैछ एक घन्टा मात्रै ग्यासले चाहिँ पानी चढाउँदैछ वेलकम टु माई न्यू ब्लग अनि आज भने चाहिँ नयाँ इन्ट्रेस्टिङ ब्लग लिएर आएको छु आज चाहिँ हाम्रो एडभेन्चर हुन्छ होइन दादा आएको छ फिलहाल चाहिँ दादा दिवस यता ज्याक यो केटा चाहिँ एकदम मेरो भ्लगमा देखिरहन्छ ज्याक अनि हामी भने चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ कहाँ जाँदैछु तपाईँहरूलाई सरप्राइज छ अनि कन्टिन्यू भ्लगमा बसेर गेटमा चाहिँ अम्बेक क्रस भएर माथि आइपुगेको छ अघि तपाईँहरूले देखाउन सकिनँ किनकि अघि चाहिँ पानी परिरहेको थियो अनि अहिले भने चाहिँ हेर्नुहोस् एकदम मान्छेहरू आज हामी कहाँ जाँदैछ भन्दा चाहिँ एकदम तपाईँहरूलाई सरप्राइज छ होइन एकदम मजा आउने छ एकदम भ्लगमा जोडिरहनु यहाँ सु दादा दुईजनाको सल्लाह हुँदैछ यस्तो आज चाहिँ एडभान्टेजहरू हुँदैछ हो मजा आउँदैछ भर्खर स्टार्ट भएको अब लेट्स सी कति घन्टा लाग्छ अहिले चाहिँ वेदर चाहिँ यस्तो भएर केटाहरू चढ्दैछ दिवस कस्तो छ मजा आउँदैछ दाउ जाँदैछ हो हेर्नुहोस् वेदर चाहिँ यस्तो भएर छ अनि ओ माथि चढ्दैछ कुहिरो हेर्नुहोस् एकदम मजा आउँदैछ आज कन्टिन्यू हेर्नुहोस् एकदम इन्ट्रेस्टिङ अहिले देखाउँछु प्लेसहरू झन् अनुहार हेर्दै जानु है अब एकछिन सबैका चेन्ज हुँदैछ जे चारैतिर एकदम फगी लागेर कोही देखेको छैन माथिबाट फर्किँदैछ अरे अनि हाम्रो साथीहरू चाहिँ साथी दादाहरू चाहिँ तलै छड्यो खोइ अलिक आस्ति हिँड्दैछ एकजना आइपुग्यो आजको ट्रेकिङ चाहिँ मजा आउँदैछ जति अब्जाउँछ त्यति कुहिरो भेट्दैछ कस्तो मजा आउँदैछ दिवस यसो चाहिँ फर्स्ट टाइम हो पर अकिलेसहरू आउँदैछ हेर्नुहोस् यो अघि ट्र्याकमा थियो अहिले ऊ एकदम फर्ममा आएको छ खोइ दादा देख्दैन त एकजना चाहिँ हाम्रो हरायो मोटामोटी 10% जस्तो चाहिँ हामी हिँडिसकेको छ मेन डेस्टिनेसनको लागि चाहिँ अहिले भने चाहिँ फिलहाल चाहिँ दादा साथीहरू चाहिँ कहाँ हरायो हेरौँ अब एकदम कस्तो मजा आउँदैछ नि हल्का हाफडन दादा कहाँ गयो फेरि दादा आइपुगेछ यहाँ चाहिँ आज रेस्ट गर्छ बगानदेखि फरेस्ट पसिरहेछ केटाहरू आउँदैछ हो मजा आउँदैछ आजको ट्रेकिङ चाहिँ एकदम मजा आउँदैछ जानु हिँड्दैछ हेर्नुहोस् मजा आउँदैछ आज चाहिँ अलमोस्ट अहिले भने चाहिँ 30% चाहिँ हिँडिसकेको छु अनि साथी दादाहरूको चाहिँ अत्ता छैन म एकैचोटि माथि मेन जग्गामा गएर चाहिँ पर्खिन्छु मलाई चाहिँ मजा आउँदैछ आफ्टर अ लङ टाइम पहिला पनि हिँडेको लेट्स चाहिँ हेरौँ कति टाइम लाग्छ जङ्गल छ कोही छैन फिलहाल चाहिँ म मात्रै छु अरू कोही अगाडि छ कोही पछाडि छ म हेर्नुहोस् यस्तो योमा चाहिँ बाटोहरू पनि यस्तो छ जाँदैछ आजको ट्रेकिङ मजा आउँछ केटाहरू त कल गरेको थिएँ केटाहरू त तलै छ अरे थ्याङ्क गड धन्न अहिले चाहिँ टावर चाहिँ पाइरहेछ यस्तो छ हेर्नु कोही छैन डर भन्ने पुरा छ अहिले चाहिँ म चाहिँ 50% चाहिँ हिँडिसकेको छु अनि अब भने चाहिँ 50% छ भनौँ अनि साथी दाजुहरूको चाहिँ अत्तो छैन फिलहाल चाहिँ उता तल छ माथि गएर पर्खेर रेस्ट गर्ने हो अनि एकजना अहिले बहिनी भेटेको छु त्यही बहिनीसँग जाँदैछु अनि अरू आउँदैछ लेट्स सी मजा आउँदैछ आज चाहिँ वेदर पनि एकदम दामी छ पानी चाहिँ परिरहेको छ हेर्नुहोस् जङ्गल कोही छैन एकदम पिसफुल छ एडभान्टेज आज चाहिँ मजा आउँछ यहाँ एकजना बहिनी भेटेको छु बाटोमा उसँगले ट्रेकिङ गर्दैछु फिलहाल चाहिँ साथी दाजुहरू कहाँ छ बिचरा उसको साथीहरू पनि सँग छ अनि चाहिँ सँगै हिँड्दैछु एकदम वेदर चाहिँ नि पानी दामी भन्दा पनि दामी छ फिलहाल चाहिँ हो अनि अहिले चाहिँ एकदम हेर्नुहोस् जङ्गल एकदम पिसफुल छ है जसलाई ट्रेकिङ मनपर्छ होइन एकदम आराम चाहिन्छ हल्का हिँड्नु सक्नुहुन्छ आउनुहोस् एकदम यहाँ मजा आउँछ है यहाँ चाहिँ साथी चाहिँ आइपुगेछ यसको चाहिँ फर्स्ट टाइम हो बहिनीहरूलाई बिचरा मोटिभेटेड गर्दै आउँदैछ यहाँ एकजना छ अर्को अझै अगाडि अब 80% चाहिँ हामी हिँडिसकेको छ अब 20% लास्ट मेन फेस चाहिँ त्यही छ हो अनि चाहिँ हेर्नु चारैतिर एकदम कुहिरो मान्छेहरू आउनु चाहिँ आउँदैछ
यहाँ कन्डिसन हेर्नु यहाँ यस्तो साथीको भरोसामा आउँछ अलमोस्ट अब चाहिँ डन भनौँ न होइन फाइनली मतलब 85% चाहिँ अब अझै 15% छ हेर्नुहोस् हालत कस्तो छ मुनि हेर्नुहोस् यो उकालो चाहिँ चढेर आएको हो अहिले भने चाहिँ अब चाहिँ जो लास्ट स्टेज हो जसले अब फाइनल सक्सेस गर्छ त्यो चाहिँ अब ब्लेसिङ्स पाउँछ भन्छ हो रामकोबाट नि यहाँबाट जानुभयो भने चाहिँ यहाँबाट 5 मिनट 5 मिनट एकदम साथीहरू जाँदैछ अघि तलै छ अघिल्लो छ झन् आउँदैछ अघि कल यस्तो खानेकुरा के छ भनेको गहिरो दलदलै छ हौ अहिले भने चाहिँ फिलहाल चाहिँ अलमोस्ट डन भनौँ न अहिले भने चाहिँ अलमोस्ट डन अनि सबैजना फर्किँदैछ बस हामी चाहिँ पूजा गर्न गएको बल्ल बल्ल आइपुग्यो एकदम कालिम्पोङकोहरू चाहिँ यस्तो खासमा चाहिँ नहुनुपर्ने हो कि तर एकदम मलाई चाहिँ 1 घन्टाको बाटो चाहिँ मलाई लाग्यो 2 घन्टा ए माङजिङको मान्छेहरू छ बाहिर आउँदैछ फाइनली यो केटा चाहिँ है म भन्दा पछाडि थियो अगाडि आइपुग्यो भने के छ कस्तो मजा आयो दादाहरूको कहाँ छ अरे हालखबर ए मजा आयो हिँड्नु रमाइलो हो आइपुग्यो नि सेट जो आउने जसले गर्दा चाहिँ हामी आएको दा कस्तो मजा आयो कति खेप भयो अब चाहिँ 3 चोटि बास 3 चोटि यसको एकदम राम्रो ए त्यस्तै न प्रायः जस्तो फर्किँदै थियो हेर्नुहोस् सबको हालत हेर्नुहोस् एकदम अहिले चाहिँ अब चाहिँ पूजाको यस्तो हुँदैन रहेछ अहिले चाहिँ हामी फिलहाल चाहिँ थान बनाउँदैछ ए अब चाहिँ दादा म अनि यहाँ चाहिँ पोखरी यहाँ छ हेर्नुहोस् वेदर चाहिँ एकदम दामी भन्दा पनि दामी अनि 3 फन्टको मान्छेहरू घुम्दैछ यहाँ पूजा गरेको छ मेमहरूले अनि यहाँ रहेछ दियोस् दादाको उयोले गर्दा सबैजना हामी 3 जना आएछ हुन्छ रेडी फर पूजा अब पूजा गर्ने हो अनि त्यहाँदेखि चाहिँ निक्लिने हो यता आइज न त्यहाँ उयो बनाउँछ होला थान यस्तो मिहिनेत गरेर चाहिँ अब चाहिँ पूजा गर्दैछ सबै डेडिकेसन छ अनि चाहिँ हामी धुप लिएर चाहिँ 3 फन्टको डुल्दैछ होइन अब चाहिँ लक्सी त्यहाँदेखि चाहिँ सक्यो फाइनली गाइस सक्नु लाग्यो चाहिँ यस्तो छ यहाँ अहिले पूजा गर्दैछ सबले चाहिँ अहिले हाम्रो ग्रुपले चाहिँ यहाँ पूजा गर्दैछ हो 1 फन्टको मात्रै गयो चाहिँ पानी चढाउँदैछ टिका लाउने गर्दैछ अब चाहिँ 5 पोखरीमा जे आएको छ होइन यो चाहिँ खासमा चाहिँ 5 पोखरी आएको हामी चाहिँ 5 पोखरीमा जे आएको सबै मनोकामनाहरू सबै पुगेस् दादाले प्रसाद पनि दिनुभयो होइन जे मागेको छ सबै पुगेस् सबैको पुगेस् जतिजना आएको छ होइन सबैजनाको पुगेस् यस्तो मिहिनेत गरेर आएको छ यस्तो डाँडा चढेर आएको छ अनि यस्तो वेदरमा पनि आएर सबैको जे इच्छा छ होइन पुगेस् मनबाट हुस्सेमा हटिसकेको छ यस्तो छ पोखरी चाहिँ मेन चाहिँ हेर्नुहोस् पूजा चाहिँ होइन यहाँ गरेँ अनि अहिले भने चाहिँ हामी फिलहाल निक्लेको ल बहिनी आउनु ल आरामले बहिनी आरामले आउनु ल लेट्स गो आप्पो भन्छ फेरि आप्पो चाहिँ दाउ चाहिँ 1 घन्टामा पुगिहाल्नुपर्छ है थेट गएको अब चाहिँ जोसमा ए मजा आउँछ त आउँछ नि अहिले त्यहीँ चाहिँ आइपुगेको छ अनि फिलहाल चाहिँ हामी पुगेर पनि आइसकेको छ मजा आयो आजको एडभान्टेज चाहिँ एकदम हेर्नुहोस् हेर्नु कुहिरो हटिँदैछ अहिले चाहिँ यस्तो वेदर भयो कस्तो मजा आयो एकदम मजा भन्दा पनि बहुत मजा आयो होइन मेन चाहिँ पानी आयो होइन पानी आएर मतलब सबलाई त्यही हो पानी आएर चाहिँ थाहा आएको छ फिल चाहिँ भने मेन कुरा चाहिँ यत्रो मतलब टाढो हो 5 पोखरी भन्ने जसलाई अब गइरहेको थाहा छ होइन नजानेलाई चाहिँ एकदम टाढो हुने तर केही छैन हामी पुगेर आयो नयाँ एकजना मेम्बरलाई लिइकन गएँ अनि बहिनीहरूलाई पनि धेरै
जाउँ कि जाउँ भनेर पुगाए छोडेँ अनि मजा आयो आज चाहिँ हेर्नुहोस् आजको वेदर एकदम ब्युटिफुल छ आजको वेदर चाहिँ हामी फिलहाल चाहिँ घर आइपुगेको छ होइन अनि बहुत टाइम लाग्यो भएर चाहिँ सबै घरमा रहेछ मान्छे 5 मिनट डिभाइड गर्दैछ दादा रहेछ अनि तपाईँहरूलाई कस्तो लाग्छ भिडियो लाइक सेयर कमेन्ट गर्नु नभन्नु तपाईँ नेक्स्ट भ्लगमा गरौँ है कस्तो लाग्छ एकदम आज इन्ट्रेस्टिङ भ्लग भयो भनौँ कि के भन्छ एकदम मजा आयो होइन यस्तो हिलमा हिँड्नु त्यो पनि रेनिङ सिजनमा मजा आयो अनि अर्को भ्लगमा भेटौँ अनि तपाईँहरू पनि जानुहोस् बाई टेक केयर नेक्स्ट भ्लगमा